दर्शक नमस्कार। तपाईँले यति बेला हेर्दै हुनुहुन्छ पाण्डे टिभी युट्युब च्यानल। आज मैले अर्घाखाँची जिल्लाको छिमेकी जिल्ला गुल्मीको रेसुङ्गा नगरपालिकामा निर्माण हुन थालेको एयरपोर्ट अथवा विमानस्थलको बारेमा जानकारी दिनका लागि हामीसँग यहाँ उपस्थित हुनुहुन्छ पुरातत्व विभागका सहायक ओभरसियर कमल नेउपाने सरसँग म आज प्रत्यक्ष कुराकानीमा जोडिरहेको छु। सर, तपाईँलाई पाण्डे टिभीमा स्वागत छ। नमस्कार सर, जुन तपाईँ यस कार्यकालमा आउनुभएछ, 3 महिनाको कार्यकाल भयो र तपाईँले जुन एक किसिमको केही दिन अगाडि रामकुमारी झाँक्रीद्वारा यस ठाउँको अवलोकन गर्नुभएको छ र उहाँले यहाँ कस्तो जानकारी दिएर जानुभएको छ? अब त्यति म पनि आएको थिएँ होइन। अब के कस्तो भन्नुभएको छ भने एकदम काम सक्दो रहेछ, अब काम छिटो गर्नु भन्नुभएको थियो। एकदम ठिक छ, एकदम राम्रो पनि भन्ने कुरा गरेर जानुभयो। एकदम काम पहिलाभन्दा पनि अब एकदम राम्रो भइरहेछ भन्ने कुरा गर्नुभयो कि आइसकेपछि अब एकदम ठिक छ नि। पहिलाभन्दा पनि अब एकदम यहाँको ओभरसियर हुनुहुन्छ, यहाँको इन्जिनियर, यहाँको ओभरसियर इन्जिनियर सरहरू हुनुहुन्छ, एकदम राम्रो काम गरिरहनु भएको छ कि। सर, हामीले यहाँ अहिले पनि यहाँ हेरिरहेका छौँ र विकासको गति अत्यन्तै तीव्र गतिमा भइरहेको छ। रोलरहरूले काम गरिरहेका छन् र अलकत्र बिछ्याउने काम पनि तीव्र गतिमा भइरहेको हामीले देखिरहेका छौँ। सर, होइन त्यस्तो केही छैन। हेर्न सक्नुहुन्छ नि, उता हेर्नु, त्यो मेसिनहरू चलिरहेको चलिरहेका छन्। मान्छेहरू पनि तुलनात्मक रूपले अध्ययन गर्ने हो भने यहाँ काम तीव्र गतिमै भइरहेको छ। एकदम 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 जुन काम किसिमको यो प्रदीप बेवानीद्वारा यहाँ समुद्घाटन गर्नुभयो र उहाँले भन्नुभएको थियो अबको 3 वर्षभित्र गुल्मीको रेसुङ्गा नगरपालिकाको विमानस्थललाई छिटो गतिमा फास्ट ट्र्याकमा बनाएर भ्याउने भन्नुभएको थियो। तर त्यो समयावधि र जुन एक किसिमको उद्देश्य थियो, राष्ट्रिय स्तरको उद्देश्य, त्यो उद्देश्य पुरा गर्न नसकेको अवस्था देखिएको छ। होइन कुरा त्यो अलिकति अब तपाईँहरूले पनि बुझ्ने कुरा हो। त्यो पहिला अब लकडाउन भयो नि, त्यो लकडाउन भएर पनि अब त्यो कोरोना त्यो दोस्रो लहर आइसकेपछि अलिकति रोक्यो, नत्र फाइनल भइसकेको यतिखेर अब केही नभए नि अब भइसक्यो। तपाईँले यहाँ देख्न सक्नुहुन्छ, यहाँ देखाउनुहोस्, पत्रकार पनि हुनुहुन्छ भाइ, अब यहाँ देख्न सक्नुहुनेछ। यो पुरै अब त्यो लेभलहरू दबाइसकेको छ, अब पिच गर्नु मात्रै बाँकी छ कि सबै काम भइसक्यो। फागुन मसान्तसम्म रामकुमारी झाँक्रीद्वारा यस कामलाई पूर्ण गतिका साथ सम्पन्न गर्ने भनेर उहाँले आदेश दिइसक्नु भएको छ। कामहरू सिद्ध्याउने अब सिद्धिसक्यो भने अब त्योभन्दा केही नभए नि वैशाखसम्म चाहिँ प्लेनहरू उठ्छ। वैशाखसम्ममा यस ठाउँमा पनि प्लेन उड्नेछ। दर्शकबिनहरू, तपाईँहरू पनि एकचोटि रेसुङ्गा नगरपालिकामा निर्माण हुन थालेको विमानस्थलको एकचोटि भ्रमण गर्न सक्नुहुनेछ। यस ठाउँको विकासको गति अत्यन्तै फास्ट ट्र्याकमा भइरहेको हामीले देखिरहेका छौँ। यो राष्ट्रिय स्तरको प्रोजेक्टको रूपमा काम गरिरहेको छ। दर्शकबिनहरू, हामीले यता पनि देखिरहेका छौँ। दर्शकबिनहरू, काम अत्यन्तै हामीले कमल नेउपाने सरले पनि जानकारी गराउनुभयो। काम अत्यन्तै तीव्र गतिका साथ सम्पन्न भइरहेको छ भन्नुभएको छ। उहाँ पुरातत्व विभाग कम्पनीको हुनुहुन्छ र उहाँले आफ्नो 3 महिनामा आइसकेपछि आफ्नो जिम्मेवार पदमा बसिसकेपछि उहाँले आफ्नो कामलाई तीव्र गतिमै गरिरहेको उहाँले जानकारी गराउनु भएको छ। हामीले तपाईँहरूलाई रेसुङ्गा नगरपालिकाको विमानस्थल देखाइरहेका छौँ र रेसुङ्गा नगरपालिकाको विमानस्थलको बारेमा हामीलाई कमल नेउपाने सरले पनि विशेष जानकारी दिइरहनु भएको छ र हामीले फेरि कमल नेउपाने सरसँग फेरि जोडिन चाहेका छौँ। सर, हामीले यो विमानस्थलको यो लम्बाइ कति हुन्छ सर? अब लम्बाइ खास 500 मिटर हो, 520 मिटर लम्बाइ छ। अब किनभने नि यो लाम्न सक्नुहुन्छ तपाईँले 40-50 फुट जति यताउति छ। यो लम्बाइ चाहिँ 520, यसको चौडाइ चाहिँ 40 फुट। यस ठाउँको विकास गतिको कामलाई हेर्ने हो भने अत्यन्तै तीव्र गतिमा भइरहेको छ। हाल विश्वभर फैलिएको फेरि थर्ड भेरिएन्टको ओमिक्रोनको भाइरसले समेत यस ठाउँमा कतिको प्रभाव पारेको छ, काममा कतिको प्रभाव पारेको छ भन्ने बारेमा फेरि हामी जोडिन चाहेका छौँ। कमल नेउपाने पुरातत्व विभाग कम्पनीका सहायक ओभरसियर कमल नेउपाने सरसँग हामी पुनः जोडिन चाहेका छौँ। सर, हाल विश्वभर फैलिएको कोभिड-19 अर्थात् कोरोना भाइरस अहिले थर्ड भेरिएन्टको रूपमा ओमिक्रोनिक आइरहेको अवस्थामा यहाँको विकास निर्माणको कार्यमा कतिको प्रभाव पारिरहेको तपाईँले देख्नु भएको छ? खास यहाँ त त्यस्तो केही छैन सर, त्यस्तो केही छैन। अब खास जति अब लकडाउन भयो भने अब त्यही लकडाउन भए पनि नभए पनि अब हाम्रो अब त्यही नियम पालना अनुसार गरेर हामीले काम अगाडि बढाउने हो। त्यस्तो केही छैन। अब सेनिटाइजर लगाएर अब त्यही दूरी कायम गरेर काम गरिरहेको विमानस्थलको बारेमा हामीले देखिरहेका छौँ र दर्शकबिनहरू, हामीले तपाईँहरूलाई विमानस्थल देखाइरहेका छौँ। विमानस्थल अत्यन्तै तीव्र गतिका साथ कार्य भइरहेको पनि हामीले तपाईँहरूलाई देखाइरहेका छौँ। विमानस्थलमा काम तीव्र गति र अत्यन्तै
छिटो फास्ट ट्र्याकका साथ काम भइरहेको छ। अब हामीलाई कमल नेउपाने सरले विशेष जानकारी पनि दिइसक्नुभयो र म यहाँ काम आफ्नो 3 महिना आफ्नो जिम्मेवार पदमा बसिसकेपछि काम अत्यन्तै छिटो भइरहेको छ र अबको फागुन मसान्तभित्र यस कामलाई फिनिसिङ गर्ने र वैशाखमा यस ठाउँमा प्लेन पनि उड्ने भनेर हामीलाई कमल नेउपाने सरले जानकारी गराउनु भएको छ। दर्शकबिनहरू राष्ट्रिय स्तरको प्रोजेक्टको काम अत्यन्तै तीव्र गतिको साथमा भइरहेको हामीले यहाँ देखिरहेका छौँ। अत्यन्तै तीव्र गतिका साथ काम भइरहेको छ। विमानस्थलमा अत्यन्तै छिटो फास्ट ट्र्याकका साथ काम भइरहेको हामीले देखिरहेका छौँ। दर्शकबिनहरू यस ठाउँमा घुम्नका लागि विभिन्न ठाउँहरूबाट मानिसहरू पनि आउनुभएको हामीले देखिरहेका छौँ। दर्शकबिनहरू तपाईँहरूले पनि राष्ट्रिय स्तरको प्रोजेक्टलाई हेर्नका लागि यस ठाउँमा आउनका लागि सम्पूर्ण नेपाली जनताहरूलाई हामी अनुरोध पनि गर्दछौँ। दर्शकबिन विमानस्थलको काम अत्यन्तै तीव्र गतिमा भइरहेको हामीले देखिरहेका छौँ र राष्ट्रिय स्तरको प्रोजेक्टको रूपमा स्थापना भएको यो रेसुङ्गा नगरपालिकाको विमानस्थलले अत्यन्तै छिटो र फास्ट ट्र्याकमा काम गरिरहेका छौँ र हामी फेरि कमल नेउपाने सरसँग जोडिन पुगिसकेका छौँ। यहाँ विमानस्थलको निर्माण अत्यन्तै फिनिसिङमा पुगिसकेपछि यस ठाउँबाट कुन कुन ठाउँका जनताले फाइदा लिन सक्लान् सर? अब भन्नाले विशेष गरेर गुल्मी जिल्लाको छिमेकी जिल्ला अब त्यहाँ उता अर्घाखाँचीहरू फेरि उता पाल्पा प्युठान त्यहाँबाट पनि हुनसक्छ। 3-4वटा जिल्लाबाट विशेष फाइदा एकदम राम्रो हो त। दर्शकबिन यो विमानस्थलको रेसुङ्गा नगरपालिकामा विमानस्थलको निर्माण भइसकेपछि यसमा छिमेकी जिल्लाहरूको साथै विशेष गरी गुल्मी जिल्लाले नै बढी लाभदायक हुनेछ र यसमा जनताहरूको पनि अत्यन्तै छोटो समयमा आफ्नो उद्देश्य पनि पुरा गर्न सक्नेछन् भनेर हामीलाई कमल नेउपाने सरले जानकारी गराउनु भएको छ। दर्शकबिनहरू तपाईँहरूले यहाँ एक किसिमको भवन देख्न सक्नुहुन्छ र यो भवनको काम पनि तीव्र गतिको साथमा लगभग फिनिसिङ भइरहेको हामीले देखिसकेका छौँ। र दर्शकबिनहरू तपाईँहरूलाई म राष्ट्रिय स्तरको प्रोजेक्ट रेसुङ्गा नगरपालिकाको विमानस्थल देखाइरहेको छु र यो विमानस्थलमा तपाईँहरू पनि एकचोटि घुम्नका लागि म सम्पूर्ण नेपाली जनसमुदायलाई अनुरोध गर्दछु र म जाँदै सम्पूर्ण नेपालीहरूलाई विश्वभर फैलिएको कोभिड-19बाट बच्नका लागि पनि म विशेष आह्वान प्रकट गर्दछु। दर्शकबिन पाण्डे टिभी युट्युब च्यानलको नियमित दर्शक बन्नका लागि पाण्डे टिभी युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला भन्दै म कार्यक्रम सञ्चालक रेशम पाण्डे पनि बिदा हुन चाहन्छु। जय देश, जय राष्ट्रवाद।